भिटामिन डी को प्रमुख कारणहरूमा पर्याप्त मात्रामा चाहिँ घामको सम्पर्कमा नआउँदा। अहिले चाहिँ धेरैजसो व्यक्तिहरू दिनमा 15 मिनेटभन्दा पनि कम समय घाममा चाहिँ एक्सपोज हुने गर्नुहुन्छ। अर्को छ डाइट। हामीहरूले खाने डाइटमा माछा मासु, अन्डा, दुध, दही, नट्स जस्तै बदाम, आल्मन्डहरू कमी भएमा। अर्को छ जोखिम समूहहरू। जोखिम समूहहरूमा चाहिँ महिलाहरू पर्नुभयो, वृद्ध व्यक्तिहरू, सहरी बासिन्दाहरू र मोटोपनले जुन ग्रसित हुनुहुन्छ उहाँहरू चाहिँ उच्च जोखिममा चाहिँ पर्न सक्नुहुन्छ। र अब यसको भिटामिन डी को कमी भइसकेपछि के कस्ता लक्षणहरू र यसलाई लागिसकेपछि अब अथवा भिटामिन डी को कमी भइसकेपछि हामीले यसलाई कसरी रोकथाम गर्ने भनेर चाहिँ म नेक्स्ट भिडियोमा चाहिँ तपाईहरुमाझ आउने छु। र अहिलेलाई चाहिँ यति नै। नमस्कार, धन्यवाद।